आज हामी बनाउने छौं यो बाटोलाई बाइक चढाउनका लागि। जसरी भए पनि बाइक चढ्न सक्ने बाटो बनाउनु पर्ने हुन्छ हामीलाई। सो लेट्स गो। सो हेलो गाइज, वेलकम ब्याक माई न्यू भिडियो गाइज। सो स्वागत छ सबैजनालाई मेरो नयाँ भिडियोमा। र आजको भिडियो एकदम अलग र दमदार तरिकाको हुनेछ र यो भिडियो चाहिँ अन्तिमसम्म हेर्न नबिर्सिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सिनु होला। लास्टसम्म हेर्नु होला। यो भिडियो अलग र दमदार तरिकाको हुनेछ। आजको हाम्रो यो मिसन चाहिँ भनेको यो बाटोलाई कम्प्लिट गराउने हो र हामीहरू आज यो कम्प्लिट गराएर छाड्नेछौँ। र मेरो साथमा हुनुहुन्छ मेरो गाउँका सहयोगीहरू, सबैजना आउनुभएछ बाटो बनाउनलाई। र आज हामी जसरी भए पनि यो बाटोलाई कम्प्लिट गराएर छाड्नेछौँ। अगर हजुरहरूलाई यो भिडियो मनपर्छ भने र च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। र हेर्न सक्नुहुन्छ मेरो गाउँका यति धेरै नजारा, यति धेरै खुबसुरती छन्, चारैतिर हरियाली छाएका छन्। तर यो बाटोलाई रेडी गर्नुभन्दा पहिला हामी बाइक चढाएर ट्राई गर्नेछौँ कि यो बाटोमा बाइक चढ्न सक्छ या सक्दैन। अगर सजिलोसँग चढ्छ भने तब पनि खन्ने र सक्दैन भने तब पनि खन्नै पर्ने हुन्छ हामीलाई बाटो, किनकि बाटो धेरै खराब रहेछ। सो पहिला बाइक चढाएर ट्राई गर्नेछौँ। हेर्न सक्नुहुन्छ कति सजिलोसँगले बाइक चढिरहेको थियो, तर यहाँ थोरै हल्का हल्का गाह्रो भइरहेछ बाइकलाई। तर हामीलाई यो बाटो एकदम राम्रो पर्फेक्ट बनाउनु पर्ने हुन्छ। सो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। र हाम्रो यो काम गरे बापत हाम्रो सबै मजदुरलाई मिल्नेछ दिनको 600 रुपियाँ। हाम्रो बाटो खन्ने काम सुरु भइसक्यो र देख्न सक्नुहुन्छ यति धेरै खनिसक्यो हाम्रो मजदुरहरूले। र हामीहरूले आज यो बाटोलाई कम्प्लिट गर्ने भनेको र कम्प्लिट हुन पनि लागिसक्यो। सो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला। र भिडियो मन परेको भए लाइक, कमेन्ट, च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। सो देख्न सक्नुहुन्छ यति धेरै मजदुरहरू आउनुभएछ हाम्रो यहाँ बाटो बनाउनलाई र बाटो खन्न सही गर्नलाई। आजको हाम्रो मिसन कम्प्लिट भइसकेछ। सो देख्न सक्नुहुन्छ बाटो कम्प्लिट भइसक्यो र म अब घर जानेछु। नेक्स्ट भिडियोमा मिल्नेछु। अहिलेको लागि चाहिँ बाई बाई, जय नेपाल।